हेलो गाइज, आज चाहिँ हाम्रो यहाँ शीतल रेस्टुरेन्टको सेफ सरले चाहिँ के पकाउँदै हुनुहुन्छ यसो हामी नजर राखौँ। हेलो सेफ सर। हेलो सर, हेलो। आज चाहिँ म तपाईँहरूलाई प्योर नेपाली भनेर चोचेको मासु चाहिँ आज म बनाएर देखाउँछु शीतल रेस्टुरेन्टमा है। हस्, लास्टसम्म भिडियो हेरिदिनु होला। गाइस, आज चोचेको मासु बन्छ, लास्टसम्म हेर्नु होला है। होइन धेरै नबनाउनु, गर्मीमा बिग्रिन्छ। सट्टा हाल्नु पहिला। यो उता सुकुटी पनि देखाइदेऊ न। शीतल रेस्टुरेन्टको सुकुटी मोमोको अचार बन्दैछ। एकदम स्पेसल हाम्रो सेफ सरको हातबाट आज हामी लाइभ हेर्न जाँदैछौँ है। कडा हुन्छ नि। जिरा लामा पनि टक्क थालमा राखेर मतलब कटिङ हेर्नु गाइज, कटिङ मिसिन भन्नु पनि छैन गाइज हाम्रो सेफ सरको। खासै कटिङ त छैन तर पनि देखाइदिएको नि हल्का हल्का रमाइलो के हो गजुरेल। तिम्रो हालेर त पुरा हाले। के हो गजुरेल। ओए लसुन हालौँ। हाले अब ध्यान भइसक्यो। यो हो तपाईँको हल्दी। मासु रेडी भइसकेको छ। देखाउ त। सक्नै हेरेको छ। देखाउ न। खाना बजाइदिउँ भनेर। गाना त अहिले पछि ब्याकग्राउन्डमा हुन्छ। ल really shit. हेट बाबा देखाउनु। अब स्टप। एप्स हाल्नु। मोबाइल हो भाइ खाऊ त। मिठो छ। सोचेर देखाउ न अलिकति मजाले। फोकस फोकस हुन्छ। बोसो 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 पनि छ। मिठो भएको छ। ए मासु सकाइसक्यो। मासु छैन, साग मात्रै छ। यो त सर त फेरि उता अब पाहुनातिर जानु भएको थियो अरे। एकछिनमा खानुहुन्छ फेरि उहाँले नि। हेलो गाइज, आज चाहिँ हाम्रो यहाँ शीतल रेस्टुरेन्टको सेफ सरले चाहिँ के पकाउँदै हुनुहुन्छ यसो हामी नजर राखौँ। हेलो सेफ सर। हेलो सर, हेलो। आज चाहिँ म तपाईँहरूलाई प्योर नेपाली भनेर चोचेको मासु चाहिँ आज म बनाएर देखाउँछु शीतल रेस्टुरेन्टमा है। हस्, लास्टसम्म भिडियो हेरिदिनु होला।
आइ दादा सोचेको मासु बन्छ लास्टमा हेर्नु होला है होइन धेरै नबनाउनु डर्मीमा बिग्रिन्छ सट्टा हाल्नु पहिला यो उता सुकुटी देखाइदेऊ न शीतल रेस्टुरेन्टको सुकुटी मोमो अचार बन्दैछ एकदम स्पेसल हाम्रो सेफ सरको हातबाट आज हामी लाइभ हेर्न जाँदैछौँ है कडा हुन्छ नि जिरा लामा टक्क थालमा राखेर मतलब कटिङ हेर्नु गाइस कटिङ मिसिन भन्नु पनि छैन गाइस हाम्रो सेफ सरको खासै कटिङ त छैन तर पनि देखाइदिएको नि हल्का हल्का रमाइलो के हो गजुरेल तिम्रो हालेको चाहिँ पुरा हाले के हो गजुरेल मोबाइल हो भाइ खाऊ त मिठो छ सोचेर देखाउ न अलिकति मजाले फोकस फोकस हुन्छ बोसो 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 हुन्छ मिठो भएको छ ए मासु सकाइसक्यो मासु छैन साग मात्रै छ यो त सर्दाखेरि उता अब पाहुनातिर जानुभएको थियो अरे एकछिनमा खानुहुन्छ फेरि उहाँले नि